हेलो हेलो सबैलाई नमस्कार छ है मेरो फेसबुक साथीहरू अनि देश विदेशमा रहने छडिएका मेरा नेपाली दाजुभाइ दिदीबहिनीहरू अनि काका काकी होइन आमा बुवा तथा दिदीबहिनीहरू सबैले यो भिडियो अनिवार्य हेर्नै पर्ने है हजुरहरूले। किन भन्दा एमाले काङ्ग्रेस होइन तिनीहरू औँठा छाप्दै आउने पनि जागिर खाएछन्। अब हामीहरू डिग्री पास गरे अब साथीहरू पनि विदेश गएछन् है रोजगारी नपाएर। त्यो भएका कारणले अब हामीले माओवादी काङ्ग्रेस एमाले हैन यिनीहरूलाई साइड लगाउनु पर्छ भन्ने मेरो भावना हो। अनि हजुरहरूको के छ हैन। अब हामी विदेश परदेशमा बस्ने साथीहरू यो आउँदो चुनावमा सबै गएर एकलौटे घन्टीमा भोट हालेर भारी बहुमतले रविलाई विजय गराउनु पर्छ भन्ने मेरो धारणा। अब हजुरहरूको धारणा के छ है कमेन्टमा भन्नु होला। त्यो भएको कारणले हाम्रो देश धेरै पछाडि गइसक्यो हेर्नुस्। त्यो भएर कारणले हामीले देश अगाडि बढाउनु छ। देशकै लागि भए पनि हामीले घन्टीमा भोट हाल्नै पर्छ हेर्नुस्। त्यो भएका कारणले यी एमालेका कुकुर माओवादीका कुकुर अनि के भने काङ्ग्रेसका कुकुर है यिनलाई पनि साइड लगाउनै पर्छ हेर्नुस्। किन भन्दा यिनीहरू एकदम स्वार्थी र खालि आफ्नै मात्रै हेर्ने हो, देश अघि बढाउँदैन हेर्नुस्। त्यो भएका कारणले हामीले एकलौटे भएर एकजुट भएर हैन घन्टीमा भोट हालौँ र हामी सबै गएर है। अब तपाईँ पनि अब विदेश हुनुहुन्छ होला, परदेशमा हुनुहुन्छ होला, म पनि परदेशै छौँ हैन। हामी सबै गएर अब नयाँ नेपाल बनाउनु पर्छ भन्ने मेरो धारणा हो हजुर। अब हजुरहरूले के भन्नुहुन्छ कमेन्टमा भन्नु होला। भिडियो चाहिँ पुरा हेर्नु होला है, किन भन्दा जरुरी छ भिडियो हेर्नु। त्यो भएका कारणले हस्त नमस्ते, जय नेपाल, जय घन्टी र सबैलाई धन्यवाद है।